थिएँ जमिन दिप्से जन्नै मारे मलाई चित्त बुझेन जम्मा 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 जग्गा मैले 9 कठ्याको दरले हाम्रो जहाँ 90जना होला 90 कठ्याको दरले बाँडिदिएको थिएँ। अब मेरो 8 कट्ठा थियो जिउनी त्यो जिउनीको जग्गाले मैले पितृकार्य गर्छु पुराण लगाउँछु मन्दिरमा बनिएको थियो त्यो पाइनँ। म कति हो 86 म उतै घरमा बसेको थिएँ पहिला। उहाँ बस्दा बस्दै उहाँबाट म यहाँ आउनु पर्यो सबैले कुट्ने हप्काउने गर्दै 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 म थला परेँ। त्यो बजारमा भिटा छ मेरो घर बनाएको छ त्यो घरमा बस्दा हुँदै बेलुका बोलाए गएपछि बेलुका चार भाइ थिए कान्छो थियो नि त्यतिखेर 4 भाइ दाजुभाइले हात लगाए बुहारीहरूले रतेल खेले हँसी उडाएर अनि कुट्नु मात्रै होइन लुगासुगा कटुसटु सबै च्यातेर फ्याँकिदिएछन्। त्यो त्यहाँ ऊ छैनन् उब्रेतिनी घर छ नि त्यहाँ उनले देखिछन्। उनले देखेपछि त्यो मलाई अत्याचार गरेको कुरो मैले भन्नै पारेन उनले भनिदिन्छ सबै कुरो। नाङ्गै त्यो कटु च्यातेर फ्याँकिदिएपछि नाङ्गै आएर बेलुका साँझ निकै अँध्यारो भएको थियो आएकैमा आएकै आएर यही गरेर बसेँ हिसु खै अब अहिलेसम्म यिनीहरूले खान दिएको छ त्यो घरबाट निक्लिएको दिनदेखि अहिलेसम्म म यही खान दिएको छ नि हिजो छु यहीँ ल्याइदिन्छन् खाने कुरो खान नसकेको मैले वर्षै दिन भइसकेको खुवाइदिन्छन्। छोराले खुवाउँछ आमाले खुवाउँछ। यो अहिले पनि आमाले खुवाएको थियो आज पनि तर म खाँदै थिएँ अडिएन। अस्ति चाहिँ बमिट भयो आज चाहिँ यताबाट खाँदै थिएँ उताबाट सुरु निक्लिएछ। त्यो पितृकार्य गर्छु भन्ने थियो अब सक्दिनँ। मेरो चाहिँ शरीरले त अब सक्दैन नि बोक्नुपर्छ उचाल्नुपर्छ के गर्नुपर्छ। हरिले नै गइरहेछ आमाले नै गइरहेछ आमाले पनि बोकेर लान्छे त्यहाँ बाहिर बेतिर घरमा आउँदै अहिले उसरी आमाले ल्याए यहाँ अंश बनाएको जग्गा अंश बन्न गरिदिए भने हुँदैन अनौठ समातेको थिएन। म जोत्थेँ सधैँ मैले जो म जोत्न पनि सक्थेँ दिन्छु अंश दिएँ पनि मनोरथलाई राखेर मनोरथलाई बाँडिदिए सघाएँ। अब दिइसकेपछि के कुरामा चित्त बुझेन होइन। अब 4 भाइ दाजुभाइले कुटिरहेछन् हुन त एउटैले एकपल्ट हेर्यौँ त मर्ने भइसकेको थिएन। ठुलो छोराले त्यो 4 ट्याब्लेट खुवाएर के अरे टोइलेटमा थुनेको त्यो थुनेका दिन त अब कहिले समेत सबै थाहा पाएको रहेछ। गएछ मन्दिर लान्छु भनेर चन्द्रगढी लगेपछि चन्द्रगढी लगेपछि मारिदिन्छु भनेर उहाँ पुगेपछि उसकै नाउँमा साह्रो भयो। उसैले साह्रो कतिखेर सारिसकेको रहेछ। म त कलम चोपेर कागज त लेख्दैन थिएँ